हेलो गाइज, हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो अर्को भ्लगमा। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज मेरो बिहानीको सुरुवात चाहिँ यो गोलबिरा बनाउँदै भयो, हेर्न सक्नुहुन्छ। मलाई चाहिँ यसको अचार लास्टै मनपर्छ नि त। यसको खासै काँचो अचार भन्दा पनि सुकाएर अनि बनाएको अचार एकदमै मनपर्छ। अनि त्यही भएर मैले चाहिँ हजुरबा चाहिँ भात खाँदै हुनुहुन्थ्यो, हजुरआमालाई लगाएर म चाहिँ वरपरको गोलबिराहरू टिपेर यता गोलबिरा काटेर सुकाउँदैछु, हेर्न सक्नुहुन्छ नि त। मलाई एकदमै मनपर्छ यसको अचार। यता चाहिँ बहिनीले कपडा धोएर सुकाउँदैछ अनि नदेखाउनु भन्दै थियो, मैले चाहिँ उसलाई देखाउनु लगाइदिएँ। त्यसपछि बाबु चाहिँ धेरै नै बिमार थियो नि त, त्यही भएर बाबुलाई हस्पिटल लगेर जाँदैछौँ हामीहरू। अनि उता हुन्जेसम्म ठिकै थियो, यता गाउँ आउनु बित्तिकै सहित घाम र अनि उताको चिसो मिसेर हो कि यताको पानी बदलेर हुनसक्छ, बाबु चाहिँ धेरै नै बिमार भएको थियो नि त, त्यही भएर हस्पिटल लगेर गएको छौँ हामीहरूले। बाबु चाहिँ यता बस्दैछ नि त। त्यसपछि हामी घर आयौँ। घर चाहिँ यता मसुरो सुकाउनु गएको थियो अनि मैले चाहिँ भ्लग गराउन फेरि नै 2 दिन ढिलो भयो, किनकि बाबु बिमार थियो नि त, त्यसैले भ्लग गराउन ढिलो भयो। हुन्छ, आजलाई यति नै। हामी अर्को भ्लगमा भेट्नेछौँ। सबैजनाले माया गरिदिनु होला। हुन्छ, बाई। फेरि पनि अर्को भ्लगमा भेटौँला। बाई।